सानाले रोटी खाम भनेर यहाँ दुःख दिइरहेको छ आफ्नो बर्थडेमा रोटी खान जानलाई। सानाको मम्मी यता हेर, साना रोटी खान जाने हो मम्मीसित। एल्सा त तल, एल्सा दिदी ल होइन चढाउनु हो नि, रोटी चढाउने कार्यक्रम पनि भइसक्यो। सानाले सुज पनि लायो। त्यही हो चाहियो। हम त हिजो पिठो खान थाल्यो थियो रोटी, पिठो पनि चिनेर ओए सानो खाऊ न बच्चा। ल दिदी दुईटाले बनाइदिनु के? फर्स्ट टाइम ट्राई है ना? एकचोटि उहाँ बनाएको छ मम्मीसँग अस्ट्रेलियामा। यो चाहिँ सेकेन्ड टाइम। फर्काइदिउँ? नफर्काऊ भर्खरै। हुन्छ भाइ त कुरुम कुरुम हुन्छ यो रोटी। ल भयो फर्काइदेऊ। कसले हो नि काटेको? हो पानी यसलाई अब खुट्टा उतै पोलमला अब फोहोर भइहाल्यो। ल सबलाई युट्युबमा देखाउने हो। हजुरलाई के भन्नु छ भन्नु त? ल है सबजनाले यस्तो हेर्नुपर्छ यहाँ भिडियोमा। यो ल माजु के भन्नु छ हजुरलाई? ह्यापी बर्थडे अस्ति बर्थडेमा हामी यहाँ रमाइलो गर्दैछौँ। अब के भन्ने हो थाहा छैन। अब टिभीमा हेर्ने हो सबजनाले। अब ल यता बाबा के भन्नुहुन्छ? आज के हो दाइ? नातिको बर्थडेमा। आज नातिको बर्थडे, आज रमाइलो दिन। ह्यापी बर्थडे दाइ। कतिको खुसी लाग्छ नि नातिको बर्थडेमा? सीमा छैन। अनि सबले देखाइरहेको छ है, सबले देखाइरहेको छ। ल भाइ आज बाबुको बर्थडे त्यही ल जाइसक्यो के? हजुरलाई के भन्नु मन छ? बाबुको बर्थडेमा रमाइलो भइरहेको एकदम रमाइलो छ। हामी सबै जम्मा पछि रमाइलो हुन्छ। अहिले त हुन्छ हैन। मासु पाक्दैछ क्या? मासु कि भुटुवा हो त्यो? रोस्ट आयो। हामी खाने बेला ट्याक्क फोटोमा आयो भाइ। मासु पनि देखाउनु अब। एकदम हाइलाइटमा हुनुहुन्छ। म रेडी भइसकेँ, कपडा हाल्नु मात्र बाँकी छ। के दिन्छ?
मैले के गर्नु छ यहाँ भन्नु त के गर्नु छ मैले हजुर केही छैन हजुर पनि एउटा के ल्याइदिनु भने भन्नु भने के भन्छ तिमीलाई के अरे गाइस हाम्रो यहाँ कटिङ भइरहेको प्याज त्यहाँ मासु रोस्ट हो रोस्ट हो झोल ए ल ल हजुर हाम्रो मामाले प्याज काट्दै हुनुहुन्छ भान्जाले पिस गराउँदै हुनुहुन्छ यता खाइराख्नु भएको छ हाम्रो दाइले हाई दाई हाम्रो गाइजहरूले खाँदै हुनुहुन्छ हाई गरिदिनु सबैजनाले लाइभ होइन भिडियो हेलो गङ्गा माइजू जेठी माइजू सीमा माइजू सबलाई टिममा देखाउने हो अनि गाडा जोडेर बसेको के अब पङ्को गरी कल्यो पङ्का हो यो के भन्नु छ हजुरलाई हेलो दाइ त्यो कनेक्टेड तारहरू जोड्नु भएको छ बाबा तारहरू जोड्नु भयो बत्ती मिक्सर पङ्खा भ्याकुम सानाको फेभरेट कुराहरू अब केक आएको छ अब बर्थडे सेलिब्रेसन हुँदैछ एकछिनमा उठ्नुपर्छ गाडी धन्यवाद भन बाबालाई पनि बर्थडे आछ राधा केक लैजाऊ बस्नु होइन होइन बस्नु ल केक लैजाऊ त कोकोनट पुग्यो सबै कुरो भरिपूर्ण हुँदै आयो है अब धेरै भन्न जानिने है ल जिउ गाजु नमस्ते थोरै नखाइदिनु थोरै मात्र थ्याङ्क यू भन त्यहाँ के एउटा झोला राखेर हुन्छ नि त झोला ल सानाको सुनिता खै त सुन्ता सुन्ता गर्छ ल थ्याङ्क यू भन्नु भयो भयो टिका मात्रै हो होइन के भाउजू होइन के हाम्रो बाबुलाई केही इस्यु छैन
केक खानु पर्यो कि मैले उतिर ठिकै छ है मिठो छैन है मिठो ठिकै छ साना खाऊ कि तिमी खाऊ यता आऊ त उता जाऊ त उता
यही राखेर सबैले खुवाइदियो एउटा राखिदिनु खोइ चक्कु छैन र यही छ चम्चा ल्याइदिउँ र मैले नि मम्मी हजुर हिरा नानी हेर्नु दामी दामी ल फोटो खिच खिच्दैछु खिच्दैछु ल खिच्दैछु यो डेडिकेटेड गीत हो क्या साली मन पर्यो
ल